संसारले हामीलाई हिमालको देश भन्न चिन्छ, तर हामीले आफैलाई अब प्रविधिको देश बनाउँदैछौँ। 2025 को नेपाल यहाँ नवप्रवर्धन, डिजिटल सपना र विश्वसँगको सिधा सम्पर्क एकसाथ बाँचिरहेका छन्। यो पहाड पारीको नयाँ युग हो। प्रविधिले जीवन बदल्ने छेडहरू भएको समय। कुनै बेला हामी सिप लिएर विदेश पुग्थ्यौँ, अब हामी आफै सिप बेच्छौँ विश्व बजारलाई। नेपालका हजारौं युवा कोडर, डिजाइनर र प्रोडक्ट म्यानेजरहरूले सन् 2025 मा टेक सेवा निर्यातलाई 80 अर्ब रुपैयाँ पुर्याएका छन्। प्रविधि केवल उपकरण होइन, यो क्यापाबिलिटी एम्प्लिफायर हो र जब स्थानीय सन्दर्भसँग मिसिन्छ तब यो सामाजिक परिवर्तनको इन्जिन बन्छ। प्रविधिमा आत्मनिर्भर बन्न हामीले आफ्नै नवप्रवर्तनहरू जन्माएका छौँ। नेपालमै अब एआई, मेसिन लर्निङ र रोबोटिक्समा काम भइरहेका छन्। तर नवप्रवर्तनको मापन केवल प्रोडक्टबाट होइन, यसको प्रभावबाट हुन्छ। जिन्जर रोबोट बाई पाइला टेक्नोलोजी नेपालमै बनेको ह्युमनोइड रोबोट जसले नेपाली भाषा बुझ्छ र होटेलमा सेवा दिन्छ। परी रोबोट अस्पतालमा काम गर्ने एआई एग्युमेन्टेड रोबोट जसले सेवा, डेटा सङ्कलन र बेसिक इन्टरेक्सन गर्छ। रोबो मेग्यु नेपाली क्लासरुम्सका लागि आवाज र स्किन इन्टरेक्सनबाट पढाउने इडी टेक फोकस रोबोट। नेपालको रोबोटिक्स मुभमेन्टले एक महत्त्वपूर्ण कुरा देखाएको छ, भाषा र सन्दर्भ बिना कुनै प्रविधि इन्क्लुसिभ हुँदैन। हामीले हाम्रो संस्कृति अनुसारको टेक्नोलोजी बनाउन थालेका छौँ। डिजिटल अर्थतन्त्रको मूल्य त्यो हो, पहुँच, इन्क्लुजन। आज खल्ती र सेवा जस्ता एपहरूले गाउँका बुबाआमालाई पनि डिजिटल बनाएका छन्। युपिआई इन्टिग्रेसनसँगै सीमा पार कारोबार अहिले मोबाइल ट्याबबाटै हुन्छ। यात्रीको इलेक्ट्रिक बाइक घाम पावरको अफ-ग्रिड सोलर सिस्टम। यो चाहिँ हामी अब जोगबजारको हाम्रो डस्टर ढाँचाला नजिकैको ब्लुबर्ड मलमा अन-ग्रिड सिस्टमले इन्स्टल। एरोसानको स्मार्ट टोयलेट्स। Aerosan's cleanliness protocol and touchless appliances greatly enhance hygiene in the toilets. As with all Aerosan hubs, a space अब विकास भनेको धुवाँ र धुलो होइन, हरियाली र नवप्रवर्तन हो। इभी, सोलर, माइक्रोग्रिड्स र जलविद्युत संयन्त्रहरू यी सबै मिलेर बनाउँछन् नेपालको ग्रिन टेक कथा। सार्वभौमिक प्रगति त्यति बेला सम्भव हुन्छ जब प्रविधिले प्रकृति र जनता दुवैको सम्मान गर्छ। 2025 मा पहिलो पटक नेपालले अमेरिका, युरोप र एसियामा टेक रोड सो गर्यो। अब हामी केवल सफ्टवेयर एक्सपोर्टर होइनौँ, ग्लोबल स्टोरी टेलर पनि हौँ। हाम्रो पासपोर्टमा अब केवल मोहर होइन, प्रविधिको शक्ति पनि छ। पहाड पारीको यो यात्रा प्रविधिको हो, सपना पुरा गर्ने, जीवन बदल्ने। 2025 मा नेपाल केवल हेर्ने होइन, बनाउने राष्ट्र बनेको छ। हामी जहाँ छौँ त्यो सम्भावनाको उच्चतम बिन्दु हो। नेपाल जहाँ हेरिटेजले हार्डवेयरलाई भेटेको छ र भविष्य हाम्रो हातमा छ।